यहाँहरु सबैलाई नमस्ते। यो हुम्ला जिल्लाको पर्यटकीय स्थान रानी सैना यो पर्यटकीय एकदमै सुन्दर ठाउँबाट हामी हिजो चाहिँ हामी सबै टिम साथीहरु चाहिँ सिमिकोटबाट यहाँ पुगेका छौं र यो एकदमै रमणीय भ्यालीबाट यहाँहरुलाई हामीले चाहिँ ग्रिटिङ्स गर्दै छौं। त्यो भएर साथीहरु सबैले चाहिँ आफुलाई कस्तो फिल भइरहेको छ भन्ने कुरा शेयर गर्नुहुन्छ छोटकरीमा। सबैलाई नमस्कार। यो रानी सैना भन्ने ठाउँ त मलाई एकदम रमाइलो लागिरहेछ। हामी साथीहरु पनि एकदम रमाइलोसँग आइरहेको छौँ हैन। जिउ पुरै दुखेको छ तर यहाँ भ्यूले गर्दा सबै गायब भयो। अघिसम्म सास फेर्न गाह्रो भइरहेको थियो, यहाँ चाहिँ बल्ल सास आएको जस्तो भइरहेछ। यहाँदेखि यहाँबाट माथि हेर्दाखेरि समुद्र रमाइलो भनेको माथि नै हो, जाम समुद्र रमाइलो माथि नै छ। मलाई चाहिँ एकदम रमाइलो लागेछ। अझै माथि जाऊँ। टिमहरुसँग आएको म धेरै चिज आइसकेको छु तर एकचोटि चाहिँ जसरी पनि आउनुपर्ने हुम्लाको एउटा स्वर्गको ठाउँ रानी सैना हो। यहाँहरू सबैजना आउनै पर्ने ठाउँ। म पनि आएँ मुगुबाट। हिजो दिनभरि हिँड्दा थकित महसुस भएको थियो र अब यहाँ पुग्दा त अहिले त पुरै आकाश स्वर्ग जस्तो महसुस भइरहेछ। धन्यवाद। म यो रानी सैनामा पहिलोचोटि आएकोले एकदमै अहिले पनि मौसमले साथ दिएको छ, एकदमै खुसी लागेको छ। एकदमै रमाइलो ठाउँ छ। जताततै भेडा बाख्राहरू पालहरू देखियो, एकदमै खुसी लागेको छ। आउँ जस्तो महसुस भएको छ। यो रानी सैनाको दृश्य हेर्दाखेरि चाहिँ मलाई चाहिँ मेरो मन चाहिँ एकदमै चङ्गा भएको छ। यो रानी सैनाको चाहिँ यो वातावरण हेर्दाखेरि मलाई चाहिँ आज चाहिँ धेरै हिजो र आज चाहिँ एकदम एडभेन्चरस जर्नी भइरहेको छ र हुन्छ जस्तो मलाई चाहिँ महसुस भइरहेको छ। थ्याङ्क यू। मलाई चाहिँ वाउ लागेको छ। हिजोसम्म म त पछितो थियो, म हिँड्नै सक्दैन थियो। आज म यहाँ आएर बल्ल आउनेको दृष्टि चाहिँ भएछ भन्ने लाग्यो मलाई।